हेलो हेलो साथीहरू, आज चाहिँ हाम्रो दिदी भाइ टिकटक भिडियो बनाउन लाग्छ होइन। यो चाहिँ हाम्रो 4वटा दिदी बहिनीको एउटा भाइ। उयो त हेर न, उता हेर कहाँ कोप्नु परेर बस्छ। 4वटा दिदी बहिनीको एउटा भाइ हो, लास्टको भाइ। अब यसलाई है म प्रश्न सोध्छु है त साथीहरू, यसले के भन्छ छ। तिमीलाई छ नि भाइ, तिमीलाई के भन्छ, पढ्न मन चाहिँ छैन? कति पढ्नु मन छ? ठिक ठिकै पढ्नु मन छ रे। अनि पढेर अनि के गर्ने? खोइ रे, नलजा क्या उ त्यहाँ हेर। अनि है, अनि पढेर अब भोलि पर्सि अब हामी चारवटा दिदीहरू छ होइन तिम्रो। अनि त्यसपछि अनि हामी माइती आउँछ होइन। अनि त्यसपछि अनि हामी माइत आउँ कि नाम आउनु। अनि है, तिमीलाई अनि मम्मीको धेरै माया लाग्छ कि बाबाको? दुवैको बराबर। अनि क्यामेरामा हेरेर भन्न भनेको, दुवैको बराबर। अनि के भन्छ, दिदी बहिनी कसको, दिदीहरू मध्येमा कसको धेरै माया लाग्छ? सबैको। अनि भिनाजीहरूको चाहिँ कुन चाहिँको धेरै माया लाग्छ? सबैको। हो र। अनि के अरे छ नि, तिम्रो लप्पर छ कि छैन? यहाँ आउन भने, यहाँ भने कस्तो? तिम्रो लप्परा छ भने छ भन्, छैन भने छैन भन्न। अब उसको लप्परा छ कि छैन त्यो चाहिँ लाज लागेको चाहिँ यसलाई भन्न होइन, छ कि छैन त्यो त हामीलाई पनि थाहा छैन। अब उसले भने होइन हाम्रो लप्परा छ भनेर होइन साथीहरू। अनि केही गरी मेरो भाइसँग लप्परा छ भने कोही अब नानीहरू हुनेवाला बुहारीहरू है, यसलाई भन्न लाज लाग्यो। के अरे लप्परा छ कि छैन है त्यो चाहिँ थाहा होइन। अहिले सानो मेरो लप पनि गर्नु हुँदैन, चाँडो बिहे पनि गर्नु हुँदैन, दिदीहरूले थुवा पाउँछ ए। अनि सबैभन्दा टाढा चाहिँ हाम्रो के अरे दिदीबहिनी मध्येमा चाहिँ सबभन्दा टाढा चाहिँ मै हो, मेरो घर हो साथीहरू। सबैभन्दा ठुलो पनि मै, अनि सबैभन्दा टाढा पुगे नि मै। अनि मेरो घर चाहिँ दोलखा जिल्ला, बहिनीहरूको चाहिँ सिन्धुपाल्चोक, उनीहरूको नजिकै छ है साथीहरू। अनि हाम्रो दिदीभाइको भिडियो चाहिँ कस्तो लाग्छ हजुरहरूलाई हेरेर सल्लाह सुझाव दिनु होला। यही हो हाम्रो लास्टको एउटा प्यारो भाइ, यही हो चाहिँ हेर क्या भाइ, लाजले भुतुकै साथीहरू।